नमस्कार साथीहरू, हामी सबै प्रगति गर्न चाहन्छौं, सफल हुन चाहन्छौं, तर कहिलेकाहीँ अन्यलमा पर्छौं र सोच्छौं कसरी। आज हामी कुरा गर्दैछौं एकदमै प्रेरणादायी किताब द कम्पाउन्ड इफेक्ट अर्थात् मिश्रित प्रभावका बारेमा, जसलाई डरेन हार्डीले लेखेका हुन्। यस किताबले जीवनमा ससाना निर्णयले कसरी ठूल्ठूला परिणाम ल्याउन सक्छ भनेर सिकाउँछ। मुख्य अवधारणा: द कम्पाउन्ड इफेक्ट भन्नुको मतलब के हो? धेरैजसो मानिस ठूल्ठूला कदम चाल्न खोज्छ, तर डरेन हार्डी भन्छन् सफलता भनेको साना साना निर्णय र बानीहरूको कुल परिणाम। तपाईले दैनिक 1% सुधार गर्नुभयो भने त्यो 1 वर्षमा 37 गुणा भन्दा बढी सुधार हुन्छ। यो प्रक्रिया सुस्त हुन्छ तर निश्चित हुन्छ। जस्तै दैनिक 30 मिनेट पढ्ने बानी वा चिनी घटाउने बानी सुरुमै फरक नपर्ला, तर महिनौका अवधिमा तपाईको जीवन नै बदलिन सक्छ। यस किताबले छनौट र परिणाम मिलेर परिणाम निस्कन्छ भनेर जोड दिँदै 3 मुख्य कुरा बताउँछ। 1. निर्णय: हरेक दिन तपाईले लिने ससाना निर्णयहरू, जस्तै बिहान उठेर मोबाइल हेर्ने कि किताब पढ्ने, यिनै कुराहरूले तपाईको भविष्य निर्माण गर्छन्। 2. बानी: एक पटक साना निर्णयहरू दोहोरिन थालेपछि ती बानी बन्छन्। राम्रो बानीले तपाईलाई माथि उचाल्छ भने नराम्रो बानीले भुइँमा पछार्छ। 3. गति: सुरुमा गाह्रो लाग्न सक्छ, तर एक पटक तपाईले निरन्तरता दिनुभयो भने तपाईमा गति सृजना हुन्छ, जसले तपाईलाई बेजोड बनाउँछ। उदाहरण र वास्तविक जीवन प्रयोगलाई ध्यान दिऊ। कल्पना गर्नुहोस्, 2 जना साथी छन्। एकले दैनिक चिल्लो खाना खान्छ, अर्कोले अलिअलि व्यायाम र स्वास्थ्यकर खाना खान्छ। 3 महिनामा केही फरक देखिँदैन, तर 1 वर्षपछि नि एकजना मोटोपन र थकानको समस्याले ग्रस्त हुन्छ, तर अर्को भने स्वस्थ र ऊर्जावान बन्छ। त्यसैले कम्पाउन्ड इफेक्ट किताबले तपाईलाई तपाई अहिले जे गर्दै हुनुहुन्छ त्यसले भविष्य निर्माण गरिरहेको छ भनेर झकझकाउँदछ। स्मरण रहोस्, तपाईको वित्तीय निर्णय, स्वास्थ्यप्रति तपाईको ध्यान, सम्बन्ध सुधारमा तपाईको प्रयास, यी सबै कुरामा कम्पाउन्ड इफेक्ट लागू हुन्छ। यस किताबको अन्तिम सन्देश सफलता भनेको कहिलेकाहीँ ठूला कुराहरू गर्नु होइन, तर निरन्तर ससाना कुराहरू गर्नु हो भन्ने हो। ठूलो सपना देख्नु गलत होइन, तर सुरुवात सानो कदमबाट गर्नुहोस्। त्यसैले आजैबाट राम्रो बानी बसाल्न सुरु गर्नुहोस्, नराम्रो बानी हटाउनुहोस् र हरेक दिन सानो सुधार गर्नुहोस्। साथीहरू, जीवनमा चमत्कार रातारात हुँदैन, तर ससाना सुधारको जादु भने निश्चित छ। यदि तपाईलाई यो भिडियो रोचक लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। साथै कमेन्टमा तपाई कुन बानीबाट सुरु गर्दै हुनुहुन्छ सो लेख्नुहोला।